आजकल चाहिँ आँपको सिजन छ अनि आँपको सिजनको बेला चाहिँ हामीले आँपलाई चाहिँ साँधेर खाने गरेछौँ अनि आँपको अचारहरू बनाएर खाने गरेछौँ। आँपको पापड चाहिँ मैले फर्स्ट टाइम चाहिँ 1 वर्ष अगाडि बनाएर खाएको थिएँ। त्यही बेला चाहिँ मलाई एकदमै मिठो लागेको थियो। त्यही बेला चाहिँ मैले पाकेको आँपको बनाएर खाएको थिएँ। यो पटक चाहिँ मैले आँपको पापड चाहिँ काँचो आँपबाट चाहिँ बनाएँ। पहिला त मैले आँप टिपेर ल्याएँ अनि त्यसपछि आँपलाई चाहिँ राम्रोसँग धोएर अनि त्यसपछि कुकरमा राखेर 3 सिटी लगाएँ। आँपलाई चाहिँ 3 सिटी लगाइसकेपछि चाहिँ यसको बोक्रोहरू चाहिँ सबै निस्किसकेको हुन्छ अनि यो बोक्रोलाई चाहिँ सबैलाई चाहिँ निकालेर अनि यसभित्र भएको पियालाई पनि निकालेर चाहिँ मैले सेलाउनको लागि चाहिँ राख्दै सेलाइसकेपछि चाहिँ अनि मिक्सचरमा राखेर पिने। मिक्सचरमा राखेर पिनिसकेपछि यसको घोललाई चाहिँ मैले प्यानमा राखेँ अनि यसमा मैले हालेको सामानहरू भनेको चाहिँ 1 चम्चा चाहिँ धुलो खुर्सानी अनि त्यसपछि सक्खरको सट्टामा चिनी पनि युज गर्न मिल्छ अनि त्यसपछि चाहिँ मैले यसमा हिङ पनि राखेँ सानो चम्चाले आधी चम्चा। हिङ हालिसकेपछि चाहिँ यसको फ्लेभर चाहिँ झन् मिठो हुँदो रहेछ। त्यही भएर चाहिँ मैले हिङ हालेको छैन भने चाहिँ नहाल्दा पनि हुन्छ अनि हिङ हालिसकेपछि अनि सबैहरू सामानहरू चाहिँ हालिसकेपछि चाहिँ यसलाई मैले चलाउँदै पकाएँ अनि यतिको बाक्लो भइसकेपछि चाहिँ यो चाहिँ रेडी भइसकेको थियो। पकाएर चाहिँ तयार भइसकेको थियो। अब यसलाई चाहिँ हामीले सुकाउनु पर्ने थियो अनि सुकाउनको लागि चाहिँ मैले 3वटा थाल लिएँ अनि त्यसमा थोरै थोरै तेल लगाएँ नटासोस् भनेर अनि तेल लगाइसकेपछि चाहिँ हामीले तयार गरेको घोललाई चाहिँ थालमा राखेर सबैतिर लगाएर अनि त्यसपछि यसलाई चाहिँ मैले सुकाउनको लागि राख्दिएँ अनि यसमा फोहोर नपरोस् भनेर चाहिँ मैले एउटा जाली जस्तो कपडाले चाहिँ छोपेर घाममा सुकाइदिएँ। 2 दिन घाममा सुकाइसकेपछि यो चाहिँ राम्रोसँग सुक्छ अनि त्यसपछि राम्रोसँग सुकिसकेपछि यसलाई मैले निकालेर अनि त्यसपछि यसलाई मैले कट गरेर चाहिँ रोल गरेँ। यो चाहिँ हामीले सानो हुँदाखेरि खाने अमिलो जस्तै थियो त्यही भएर चाहिँ मैले यसलाई स्क्वायर सेपमा कट गरेर राखेँ पछि खानको लागि। यो चाहिँ एकदमै मिठो हुन्छ। तपाईँहरूको माथि काँचो आँप छ भने बनाएर खानु होला। सी इन द नेक्स्ट भिडियो। बाई बाई।